हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन? हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने, आफ्नालाई बचाउने, सरकारी जग्गा जमिन हडप्ने, बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो धृष्टता गर्दैनौँ। असाधारण कुनै परिस्थिति आयो भने बेग्लै कुरा हो राजनीतिमा, तर त्योभन्दा बाहेकको परिस्थिति यो होइन। हामीले अहिले के लागि गरेका छौँ त्यसको कन्टेन्ट यहाँहरूले सोध्नुभएको भए, अध्यादेश मात्र नभनेर अध्यादेशका विषयवस्तु मात्र भन्नुभएको भए त्यो अझ बढी न्यायपूर्ण हुन्थ्यो होला। तर्क जसरी गर्दा पनि हुन्छ। गलत प्रवृत्तिलाई सही तर्क दिन सके त्यो गलत लाग्नै सक्दैन। 2/3 सरकार छ। सदनको बैठक बोलाएर आवश्यक कानुन र नीति नियम बनाउन र परिवर्तन गर्न कसैले रोक्नै सक्दैन। तर थोर धेर जति भए पनि प्रतिपक्षको विरोध र उनीहरूले माग्न सक्ने जवाबको सामना गर्न डराएरै हुनुपर्छ। अध्यादेशको सहारामा धमाधम सरकार काम गर्न चाहन्छ। सरकारले राष्ट्रपतिलाई बुझाएका 7वटा अध्यादेशमध्ये 6वटा राष्ट्रपतिबाट जारी भइसकेका छन्। सरकारलाई कार्य सम्पादन गर्न सजिलो होस् भन्ने हेतुले नेपालको संविधानको धारा 114 को उपधारा 1 मा संसदको बैठक नभएको, सरकारलाई काम गर्न कानुनको आवश्यकता परेको अवस्थामा मन्त्रीमण्डलको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी गर्ने लोकतान्त्रिक अभ्यास छ। यसलाई सरकारले कानुनले बनाइदिएको चोर बाटो पनि भन्छन्। सुन्दा कति राम्रो लाग्छ। लोकतान्त्रिक अभ्यास। जब सरकारले अध्यादेशको सहारा लिएको छ त्यसको सुखद अनुभव आजसम्म भएको छैन। यसअघिका सरकारले त त्यसको दुरुपयोग नै गरे, तर नयाँ र पद्धतिलाई सुधार्ने बाचा गरेको नयाँहरूलाई अझ 2/3 बहुमत प्राप्त सरकारले पनि अध्यादेशको सहारा लिनुपर्दा दालमे कुछ काला है भन्ने लाग्नु त स्वाभाविकै हो। प्रक्रियागत हिसाबले हेर्दा संसदको अधिवेशन सुरु भइसक्नु पर्थ्यो, त्यसलाई टार्दै आइरहेको छ। अब बुझ्नलाई अलिकति पनि समस्या छैन किन सरकारले संसद अधिवेशन बोलाएन छ भनेर। संसदीय प्रक्रियाबाट कानुन बनाउँदा समय लाग्छ, बहस हुन्छ पक्ष र विपक्षमा। यो सब गर्ने सरकारसँग समय नै छैन, न त अरूको सल्लाह र सुझावको आवश्यकता महसुस गर्छ। यो सरकार काम गर्न चाहन्छ, उसले गरिरहेको र गर्न खोजेको काममा बाधा पुगेको सहनै सक्दैन। बिकज दे आर कमिटेड, दे हैव ओन्ली वन मोटो दैट दे वान्ट द जब मस्ट बी डन। पुरानोको कार्यशैलीमाथि प्रश्न गरेर पद्धतिलाई सुधार्ने बाचा गरेर आएका नयाँ शक्तिलाई एउटा कुराको चाहिँ हेक्का छ कि छैन। जति भत्काउन सजिलो छ त्योभन्दा धेरै गुना बनाउन र व्यवस्थापन गर्न गाह्रो छ भन्ने। पुराना सरकार र उसको शैलीलाई कटाक्ष गर्ने तिम्रो त्यो स्वभाव आज आफ्नै हातमा राज्यको सञ्चालनको लागि पाएको डाडु र पुन्यु सही तरिकाले चलेको छ कि छैन भन्ने विश्लेषण गर्दैछौ कि छैन? सुकुम्बासीहरूप्रति सरकारले देखाएको डोजर आतंकले जनता त्रसित छ। थोरै पनि मानवीय सम्मान नराखी गरिएका विध्वंसका क्रियाकलापले सरकारको आलोचना बढिरहेको छ। सरकारको यो कदमले ती जनतामा परिरहेको मानसिक तनावले आत्महत्यासम्म गरिएको भन्ने समाचारले सरकारको गैर जिम्मेवारीपनको पर्दा उगारेको छ। संविधानले जनतालाई दिएको राइट अफ लिभिङको अधिकारलाई पूर्ण रूपमा सरकारले संरक्षण गरोस्, नत्र आफ्नो फेभरमा काम गर्न सजिलो होस् भनेर अध्यादेशको सहारा लिइरहने अतिक्रमित सरकारी जग्गा खाली गर्ने नाममा त्यसलाई पार्टीले तर्कबाट सही भन्न मात्र खोजिरहने हो भने कुनै दिन जनताले पनि तर्कसङ्गत गीत गाइदेलान्। गाउँ बाटो उठ, बस्ती बाटो उठ, यो देशको मुहार फेर्नलाई उठ भनेर।